अब हेर्नुहोस् त म पागल भएको मान्छेले भगवान् कृष्णसँग बातचित गरेर राधालाई ढोकेर आनन्द पारेर मैले आफ्नो बाँसुरी मागे दियो त हेर्नु त यो त्यो कालमा थिएन सतयुगमा थिएन अहिले कलियुगमा छु हामीलाई राख्ने कोही छैन भगवान्ले मात्रै राख्ने हो यहाँ तलको मान्छे कोही हामीले हराउन सक्दैन यहाँको उहाँको छोरा हो यो उसको घर हो अनि गौरी शाहको बुवा यो होइन अनि उहाँलाई रातभरि यो जाडोमा कठुवाएर सुतेको छ अनि हामीले भनाइ के छ भने यहाँ एउटा टिनाको टाढा बनाइदियोस् टिना टाढा बनाइदिए पनि अनि सिरक दसना दिए पनि कहीँ मागेर आयो भने त्यहाँ उसले रातभरि बस्न पाउँछ दिनभरि हो रातभरि होस् तर उसले खाना दिँदैन भने त उसले त अरू मागेर पनि गुजारा गर्न सक्छ नि त त्यही भन्ने खोजेको